हेलो गाइस, सबैलाई स्वागत छ मेरो नयाँ च्यानलमा। यो चाहिँ मेरो नयाँ च्यानलको फर्स्ट भिडियो हो। मैले फर्स्ट भिडियो पनि बनाउन मन लागिरहेको छैन, त्यस्तै यसो रमाइलोको लागि बनाइदिएँ। मेरो फर्स्ट भिडियो बनाउनुको कारण खुसीमा नभएर हो। हामी यस्तो दृश्य भएको ठाउँमा आएको छौँ कि तपाईँले भन्नै सक्दिनँ होइन। हामी चाहिँ आफ्नै गन्याबधुरामा रहेको तालको लेक भन्ने ठाउँमा आएका थियौँ। हामी हिजो आएका हौँ र आज एक दिन यो होमस्टेमा बिताएपछि हेर्न सक्नुहुन्छ नजारा। होमस्टेमा बिताएपछि अहिले बिहानको 7 बजिसकेको छ र यो एक दिन हामीले होमस्टेमा बिताएका छौँ र आज हामी यो ठाउँमा घुम्नेछौँ। यो ठाउँमा घुमेपछि अनि त्यहाँदेखि माथि पनि जानेछौँ र हामी यहाँदेखि भोलि बिहानै घरतिर जानेछौँ। हिजो हामीले लगभग घरदेखि बिहानीको 7 बजी हिँडेका थियौँ भने अहिले भन्दाखेरि हिजोकै यहाँ बेलुकाको 4-5 बजीतिर पुगेका थियौँ। खासमा भन्नुपर्दा यहाँको दृश्य एकदमै राम्रो र अनौठो छ होइन। यहाँ एकदमै रमाइलो छ। यहाँ प्राय जस्तो कस्तो हुन्छ भने यहाँ धेरै कुराको सुविधा छ र घरबाट यहाँ केही पनि ल्याउनु पर्दैन, बस मात्र खानाको व्यवस्था गर्नुपर्छ। होमस्टे यहाँ आफै तयार भएको छ, देख्न सक्नुहुन्छ यहाँ होमस्टे आफै भएको छ र हामीले घरबाट अलि चोखो खाना खाएर आउने र धेरै बस्नुहुन्छ भने चामल र दालको व्यवस्था गर्ने, थोरै बस्ने भए अलि थोरै त्यस्तै व्यवस्था गर्नुपर्छ। र यहाँ मेरो अनुसार लगभग घरबाट चोखो खाना खाएर आएपछि यहाँ चाहिँ चाउचाउ बिस्कुट ल्याउन पाइन्छ, सायद लाग्छ यसो। र यहाँ तालको लेक भन्ने ठाउँमा आउने बाटो सिकरको बाटो हुँदै आउनुपर्ने छ र घरबाट चोखो खाना खाएर यहाँ आउनुपर्ने हुन्छ। यहाँ चाहिँ हामी लगभग 8-10 जना दाजुभाइहरू मिलेर यहाँ आएका थियौँ। यहाँ चाहिँ अहिले बिहानको 7 बजीको छ। बिहानको दृश्य देख्न सक्नुहुन्छ। यो चाहिँ आफ्नै गन्याबधुरामा रहेको तालको लेक हो। यसमा मेरो चाहिँ के थियो भने पहिले नै सपना थियो यहाँ आउने, तर अब कसैले नआएको कारण आउन सकेको थिएन। त्यो सपना अहिले पुरा भइरहेको छ र खासमा भन्नुपर्दा धेरै जसो प्राय जसो मानिसहरूको के हुन्छ भने सबै पैसा छ, गाडीमा हिँड्छ, नयाँ ठाउँ घुम्छ। आफ्नै ठाउँको मानिस पनि आफ्नै ठाउँमा कति राम्राहरू त्यो दृश्यहरू हुन्छन्, आफ्नै ठाउँमा चिनारी गर्ने ठाउँहरू हुन्छन्। त्यसको कसैलाई मतलब हुँदैन, कसैलाई पर्वाह हुँदैन होइन। यो पैसा हुन्छ, राम्रो ठाउँ घुम्छन्, त्यो गर्ने हुन्छ कि सबै। तर त्यस्तो होइन। पहिला चाहिँ अरू ठाउँ घुम्नभन्दा पहिले आफ्नो ठाउँको भ्रमण गर्नु एकदमै जरुरी लाग्छ मलाई चाहिँ होइन। अरू ठाउँ घुम्नभन्दा पहिले त आफ्नो ठाउँमा एकचोटि घुमेर आफ्नो ठाउँको दृश्य त्यसलाई अनुभव गर र यदि मिल्छ भने आफ्नो ठाउँ धेरै नै सुन्दर छ भने त्यसलाई चिनारी गर न। त्यसको अलि त्यसमा पर्यटन आउने अलि सम्भावना पनि हुनसक्छ। एकदमै राम्रो दृश्य छ। अहिले चाहिँ बिहानीको दृश्य हो। हामी अलि ढिलो आएका रहेछौँ। यहाँ यता एउटा होमस्टे यता छ भने एउटा त्यहाँ माथि छ र त्यहाँ माथि अन्तबाट पनि आएका रहेछन् र तिनलाई सोधिदिएको अनुसार हामीले जानकारी के पायौँ भन्दाखेरि हामी अलि यहाँ ढिला आएका रहेछौँ। ढिला म भन्नुको कारण यो अहिले तपाईँले देख्न सक्नुहुन्छ त्यो हिउँ हो। त्यो हिउँ अलि पर नै छ र पहिला 4-5 दिन अघि आएको भए म जहाँ उभिएको छु त्यहाँनिरै हिउँ पुगेको थियो भन्ने खबर पाएका छौँ। र यो कारण अब म भन्न के चाहन्छु भने अब जति पनि गन्याबधुरामा बस्ने दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के आग्रह गर्न चाहन्छु भने पहिला अन्त ठाउँ घुम्नुभन्दा पनि अगाडि आफ्नो ठाउँको एकचोटि भ्रमण गर, आफ्नो ठाउँ कस्तो छ, आफ्नो ठाउँको अनुभव गर, आफ्नो ठाउँलाई चिनाउने कोसिस गर। त्यो चाहिँ म भन्न चाहन्छु। पहिला आफ्नो ठाउँमा घुम, त्यसपछि अरू ठाउँको अनुभव गर न। पहिला पैसा छ, गाडीमा गयो, घुम्यो,
रक्सी खायो यताउता त्यस्तो गर्नुभन्दा अनि आफ्नो पवित्र पवित्र ठाउँमा आएर रमाइलो चोखो खाना लिएर चामल साथीभाइहरू बसेर यस्तो राम्रो ठाउँमा बसेर पुरै सुविधा भएको ठाउँमा न त पैसा खर्च हुन्छ न त केही पुरै सिम्पल तरिकाले जस्तो अब तपाईँ कहीँ गयो भने आफ्नै घरदेखि गोठाला गयो जस्तै कि सिम्पल केही नल्याउनु पर्ने खानाको व्यवस्था बस यहाँ सब व्यवस्था। अलि यहाँ जाडो पनि हुँदो रहेछ अनि त्यसमा लाउने कपडाको व्यवस्था गर्नुपर्ने रहेछ। अनि त्यसमा त्यति खासै गाह्रो केही छैन। यहाँ म तपाईँलाई के आग्रह गर्छु भने आफ्नो ठाउँ गन्याधुरामा रहेको यो तालको बारेमा प्रशंसा गरिदिनु होला र घुम्न अवश्य आउनुहोला। चाहिँ अहिले बिहानीको दृश्यमा यस्तो छ, म तल गएर पनि केही देखाउँछु। र हिजो चाहिँ योभन्दा पनि राम्रो थियो। अहिले चाहिँ सायद अलि गर्मीको कारण गर्मीभन्दा पनि अब अलिअलि त्यस्तै हिउँ अलि घटे जस्तो लाग्छ। तपाईँ देख्न सक्नुहुन्छ एकदमै रमाइलो ठाउँ छ। यो ठाउँमा चाहिँ धेरैभन्दा मानिस धेरै त आएका छैन, आउने सपना त राखेको छ तर साथ नपाएर यहाँ आउनबाट रोकिएका छन्। म पनि आशा गर्छु कि तपाईँ अवश्य यहाँ घुम्न आउनुहोला। एकदमै रमाइलो ठाउँ छ। यो चाहिँ गन्याधुरा वडा नम्बर 4मा पर्छ, डडेलधुरा जिल्लामा। यो चाहिँ शिखर आउने बाटोबाट आउनुपर्छ र शिखर आउने बाटोनिरै यो त्यो दोभान बाटो हुन्छ। यो एउटा शिखर आउने त्यो ठ्याक्कै शिखरको बाटो, त्यसमा एउटा त्यस्तै एउटा बस्ने ठाउँ छ। त्यो बस्ने ठाउँनिर एउटा त्यस्तो जाने बाटो छ, एउटा ठाडो आउने बाटो। त्यो ठाडो बाटो आयो भने सिधै त्यो बाटो आयो भने कहीँ पनि जानु पर्दैन, बाटो आयो भने सिधै पुगिन्छ। अनि यो यहाँ चाहिँ कसरी चिन्ने भने यसको यो दृश्यको रमायणी र एकदमै रमाइलो भनेको के हो भने यहाँ त अलि त्यस्तै छ, तलनिर एकदमै रमाइलो छ। के छ भने यता र उता हिउँ छ, बिचमा एउटा सानो र शुद्ध खानेपानीको खोलो, एकदमै बवाल ठाउँ छ होइन। अनि तपाईँ यदि आउनुभयो भने यहाँको कसरी चिन्न सक्नुहुन्छ भने यो ठाउँमा अलि अग्ला पेडहरू रहेका छन्, अग्ला रुख होइन। यो रुख पनि के को मलाई ठ्याक्कै थाहा छैन होइन। त्यहाँ माथि नास्ता बिहानको नास्ता भइरहेको छ र आज हामी यो ठाउँको एकदमै भ्रमण गर्नेछौँ। त्यहाँ माथि पनि जानेछौँ। माथि गएपछि सायद यो चाहिँ तपाईँ यहाँ घुम्न आओस्, तपाईँलाई मैले अलि हौसला बढाएँ। किनकि धेरै जसो मान्छेहरू के हुन्छ भने पैसाले घुम्न जान्छन्, पैसाले त्यो म भन्छु कि पहिला आफ्नो ठाउँको पैसाले घुम्न जाने हो नजाने होइन, पहिला आफ्नो ठाउँको त भ्रमण गर। आफ्नो ठाउँको भ्रमणलाई छाड्छन् र अरूको ठाउँमा जान्छ, त्यो होइन के। पहिला आफ्नो ठाउँको भ्रमण गर्ने, त्यसपछि अरूको ठाउँमा गयो के भयो र। पहिला आफ्नो ठाउँको त भ्रमण गर। आफ्नो ठाउँको भ्रमण गर्नु छैन, केही छैन, अरूको ठाउँमा गएको छ, रक्सी खाएको छ, बसेको छ। यो भनेको तालको लेक भनेको एकदम शुद्ध ठाउँ हो। यसमा सायद रक्सी केही पनि खान पाइन्न। र मैले त्यो आफ्नो घरदेखिको यात्रा भन्दाखेरि पनि बडालदेखिको यात्रा गर्दा त्यो बाटोमा रक्सीको बोतल र लागु पदार्थको केही पनि मैले त्यसमा वस्तु भेटाएको थिएन र त्यस्तो सायद यहाँ सेवन गर्न पाइँदैन। यो ठाउँ एकदमै शुद्ध ठाउँ हो र यहाँ अवश्य आउनुहोला भन्ने आशा गर्दछौँ। जस्तै मैले भनेअनुसार होइन, म अब तल पनि जान्छु भनेको थियो र म त्यहाँ जाँदैछौँ। यहाँ एकदमै सुन्दर छ। अहिले बिहानको समय एकदमै चिसो भइरहेको छ। अहिले सायद पानी पनि बरफ भइसकेको छ। म देखाउँछु हेर्नुहोस्। त्यो मसँग आएको वाला हो, एकदमै रहने मान्छे, त्यसको नाम विवेक हो। एकदमै रमाइलो भइरहेछ गाइस। म अवश्य आशा गर्छु कि तपाईँ आउनुहुनेछ र आफ्नो यो ठाउँको चिनारी गर्नेछौँ। मलाई के लाग्छ भने आफ्नो ठाउँलाई सायद चिनाउँदा राम्रो होला र सायद आफ्नो ठाउँलाई चिनाउँदा धेरै जस्तो मानिसहरू पनि यहाँ आउने सम्भावना हुन्छ। र यदि यो क्षेत्रलाई धेरै नै पर्यटन क्षेत्र बनाउने हो भने यो एकदमै राम्रो क्षेत्र छ नि। हेर्न सक्नुहुन्छ चारैतिर हिउँ पर्ने ठाउँ छ। ठुला रुखहरू छन्, यसमा हिउँ छ, एकदमै रमाइलो छ। र बिचको त्यो
एउटा खोलो छ, बिचमा खोलो छ, ओरो पनि हिउँ पर पनि हिउँ। एकदमै त्यो दृश्य मलाई एकदम सुन्दर लाग्यो। तपाईँ देख्न सक्नुहुन्छ यी पुरै यो म देखाउँछु तपाईँलाई। यी हेर्नु पुरै यो केही छैन हेर्न सक्नुहुन्छ। पुरै यो। अब म तपाईँलाई एउटा हेर्नुहोस् यस्तो राम्रो ठाउँ छ नि। यो ठाउँमा त सायद धुमा पनि मिल्दैन क्या हो। धुमा मिल्दैन मलाई फिक्स थाहा छ कि धुमा मिल्दैन। म तपाईँलाई देखाउँछु। यो चाहिँ मलाई खै के हो मिलेछ, खै देखाउँछु। म तपाईँलाई देखाउँछु एकदमै यस्तो बबाल मेरो हात पनि खत्तम भइसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ। एकदमै यो पानी यस्तो हुन्छ भन्ने मलाई आश पनि थिएन कि। यो पुरै पानी हो कि देख्न सक्नुहुन्छ। अझै पनि फुटिरहेको छैन यो पानी। हेर्नुहोस् यो पानी हो कि अझै पनि फुटिरहेको छैन। यस्तो चिसो छ नि यसमा। लगभग -0 डिग्री, -0 भन्दा पनि -3 भन्दा पनि -9 डिग्रीसम्म पुग्यो होला। यस्तो चिसो योमा। अब पानीको निशानै छैन देख्दा यो पानी जस्तो, तर पानी होइन। हेर्न सक्नुहुन्छ एकदमै चिसो छ। यस्तो रमाइलो ठाउँ छ। प्लिज आइदिनु होला। म आशा गर्छु तपाईँ आउने हुनेछ। पैसा खर्च गरेर यताउता घुम्नुभन्दा पहिला आफ्नो ठाउँको एकचोटि भ्रमण गर्नुहोस्। आफ्नो ठाउँलाई एकचोटि चिनारी गराउनुहोस्। एकदमै रमाइलो ठाउँ छ। यो त सिम्पल हो। अब तल पनि देखाउँछु म। हामी हिजो नै आएको थियौँ। मैले जिन्दगीमा फर्स्ट टाइम देखेको हिउँ होला सायद। हामी सिकरको बाटो हुँदै आइरहेका थियौँ र सिकरको अलिकति माथि हामीले फर्स्ट टाइम यति सानो भाग हामीले हिउँ देख्यौँ र त्यसमा फर्स्ट टाइम देखेको हुनाले यस्तो रमाइलो खेल्यौँ कि हामीले कुरै नगर्दै यस्तो रमाइलो खेलेको थियौँ। एकदमै रमाइलो लागिरहेछ। यो गन्याफधुरामा नै पर्छ। सिकर आउने बाटोनिर आएर त्यसमाथि सिधै आएर सिकरको माथि आउनुपर्ने हुन्छ। घरदेखि चोखो खाएर आउनुपर्ने हुन्छ। यो ठाउँ एकदमै राम्रो छ। यो ठाउँमा अग्ला रुखहरू बनिरहेका छन्। होमस्टे त्यहाँ माथि रहेको छ। त्यहाँ माथि एउटा त्यहाँ छ भने एउटा त्यहाँनिर रहेको छ। एकदमै रमाइलो छ ठाउँ छ। यहाँ होमस्टेमा पनि कस्तो व्यवस्था छ भने अब दुईटा ब्ल्याङ्केटहरू छन्। त्यसमा ओढ्न नि पाइयो र लाउन नि पाइयो। घरबाट धेरै नल्याए पनि एउटा लाउने भए पनि हुन्छ र ओढ्ने भए पनि हुन्छ। त्यसमा व्यवस्था केही छैन। धेरै चिसो पनि हुँदैन। अलि बाक्ला लुगा लगाएर आउनुपर्ने हुन्छ। यसमा एकदमै रमाइलो देख्न सक्नुहुन्छ। म अहिले हिउँमा चलिरहेको छु। एकदमै रमाइलो ठाउँ छ। आशा गर्छु आइदिनु होला। पैसा खर्च गरेर यताउता जानुभन्दा आफ्नै ठाउँको भ्रमणलाई अनुभव गरिदिनु होला। आफ्नै ठाउँको राम्रा दृश्यहरूलाई अनुभव गर्दै एकचोटि रमाइदिनु होला। किनकि अब प्रायः जसो गाउँघरका मानिसहरू धेरै धनी पनि हुँदैनन्। आफ्नै पेट पाल्नको लागि पैसा कमाएर हुन्छ कोही पनि, र धेरै पैसा खर्च गरेर त्यो यताउति घुम्ने काम चाहिँ प्लिज नगरिदिनु होला। आफ्नै ठाउँको भ्रमण गर, त्यसपछि बरु पैसा खर्च गरिन् त्यसपछि गर्ने, त्यसपछि ठुलो हुने, कमाउने र घुम्ने। पहिला त अब यसो हामी त सानै छौँ। हामी त आउन सक्दैनौँ यहाँ होइन। अब दुईटा हो कि 3टा दाजु हुनुहुन्छ। ती दाजुसँग हामी आएका हौँ। ती हेर्न सक्नुहुन्छ। यो पुरै हिउँ हो। ती दाजुसँग आएका हौँ र ती दाजुले हामीलाई यहाँको भ्रमण गराएको हो। र हामी त सानै थियौँ, त्यस्तै कहाँ आन सक्थ्यौँ। र यो चाहिँ मेरो पहिलो भ्लग हो। म पनि भ्लग बनाउने सोच त राखेको थिएँ। मैले धेरै दाइहरूका भ्लग पनि हेरेको थिएँ र कसरी बनाउने भने युट्युबमा भिडियो पनि हेरिसकेको थिएँ। मलाई भ्लग बनाउने त एकदमै मन लागिरहेको थियो, तर मैले बनाउन सकेको थिएन। यो चाहिँ खुसीको सीमा नरहेर मैले भ्लग बनाएको हो। हामी यहाँ लगभग 11-12 जना आएका थियौँ। एकदमै रमाइलो क्षेत्र छ। प्लिज आइदिनु होला। यो चाहिँ गन्याफधुरामा रहेको छ। अब अरू ठाउँ घुम्नुभन्दा त पहिला आफ्नो ठाउँको अनुभव गर न। हाम्रो लगभग मेरो जिन्दगीको फर्स्ट हो कि जिन्दगीको फर्स्ट मेरो पैदल यात्रा हो। पैदल यात्रामा हामीले लगभग 9 घन्टा हिँडेका थियौँ। मलाई के लाग्छ भने हामीले सिधै आयो भने अब यो बाटो धेरै त्यो पनि छैन। हामीले सिधै कुराकानी नगरी रमाइलो नगरी आयो भने 6 घन्टामा पुगिन्छ। यदि हामी रमाइलो गर्ने हो, साथीभाइहरूसँग रमाइलो गर्दै ठाउँमा बस्दै नास्ता गर्दै आयो भने
लगभग 9 घन्टासम्मको बाटो छ। आरामले पुगिन्छ, न त हतार न त कि आरामले योमा पुगिन्छ। र यदि बाटोमा तपाईँ आउँदा कन्फ्युज भयो भने त्यहाँ सोध्न सक्नुहुन्छ। हामीले पनि केही बाजेहरूलाई सोधेका थियौँ र आएका थियौँ। यो ठाउँ एकदमै रमाइलो छ। हामीलाई एकदमै रमाइलो लागेको कारण हामी यहाँ आएका हौँ। त्यहाँ हेर्न सक्नुहुन्छ पुरै पानी बरफ भइसकेको छ। अब यो बरफलाई फोडेर हामीले बिहानको नास्ता गर्ने हो। यहाँ यो पानी हो, पुरै यो पानी पुल जस्तै भइसकेको छ कि हेर्नुहोस् न, पुल जस्तै पुरा यस्तो भइसकेको छ अवस्था हेर्नुहोस् न। अब यसलाई फोडेर अब हामीले बिहानको नास्तामा दाजुहरू बनाइरहेछन्। म चाहिँ खुसीको सिमा नरहेर एउटा भ्लग हालिदिउँ भनेर बनाइदिएको हो। खोइ कस्तो हुन्छ सपोर्ट गरिदिनु होला र मलाई आशा छ कि अवश्य यो ठाउँमा घुम्न आइदिनु होला। एन्ड बाई।